सबैले कष्ट भोगे तर कष्टमै गइरहनु पर्ने हामीले नि आज परमेश्वरको महिमा गरेका छौँ। कष्ट आयो होला तर भोगिरहनु पर्दैन। यो कुरामा विश्वास यो कुरामा भरोसा ठिक छ। तपाईँको मेरो पनि जे तपाईँको छ त्यो मेरो हो बेटा, म स्वीकार गर्छु। तर जे तपाईँको परमेश्वर जो मेरो पिछा गर्छ उसले के गरोस्, आफ्नो क्रुस उठाओस्। दुःखको, कष्ट, अशान्तिको, पीडाको, अपमानको, तिरस्कारको, सबै बाधा अवरोधको क्रुस उठाओस्। गुरुले मृत्युको क्रुस उठाउनु हो, मर्न परेन। अनि तिमीहरूले नि के गर, आफ्नो क्रुस उठाएर मेरो पछि लाग। जसले त्याग्न खोज्छ त्यसले पाउँछ, तर जसले पाउन खोज्छ त्यसले त्याग्नुपर्छ, गुमाउनुपर्छ। अर्थात् संसारको कुरा पाउन खोजेर ईश्वर त्याग्यो भने त्यसले पाएको कुरा नि गुमायो। तर सबै छोडेर मेरो लागि ईश्वर हुनुहुन्छ भनेर सबै त्यागेर ईश्वर पाउन खोज्छ भने त्यसको गुमेको पनि परमेश्वरले फिर्ता गर्छ। त्यसकारण जसले त्याग्न खोज्छ त्यसले बढ्ता पाउँछ। जसले ईश्वरलाई त्यागेर चाहिँ संसार पाउन खोज्छ, संसारमा त के छ, यही त छ, यही छ। हामीले नबुझेको मात्रै हो। यहाँ आशिष दिन्छन्, त्यहाँ सराप छ। यहाँ प्रशंसा गर्छन्, त्यहाँ तिरस्कार गर्छन्। यहाँ ओहो फलानी कस्तो मिठो बोली भनेर तारिफ गर्छन्, त्यहाँ गएर यस्तो भन्छन्, हो कि नै? संसार यहाँ भला त परमेश्वर बाहेक कोही पनि हुँदैन। रियलिटी कुरा हो। सबै यो आँखाको रञ्जन देखावटी तर रियलमा रियालिटी कुरा चाहिँ परमेश्वरको प्रेम नै असल छ। त्यही भएर मान्छेमा आशा कहिल्यै नगर्नु। मान्छेमा आशा नगर्नु, हामीमा पनि आशा गर्ने होइन, ईश्वरमा आशा गर्नु। तपाईँहरूले हामीमा आशा गर्नुभयो, पाउनुहुन्न, नपाइसरी सोध्छन् ए जान्न महिमा ईश्वरैबाट टाढा हुनुपर्छ। तर परमेश्वर यता के गर्ने इच्छा छ मलाई भन्नु, यो इच्छा छ पुरा गर्ने, यो चाहत छ पुरा गर्ने, तपाईँको राज्यमा यसरी बढ्ने इच्छा छ पुरा गर्ने। परमेश्वरसँग आशा गर्नुभयो भने ईश्वरबाट पाइयो, ईश्वरले घरमुखबाट दिनुहुन्छ। अनि त खुसी नै खुसी, महिमाबाट तर्काउनुहुन्छ। श्रापित हुनेछ त्यो मानिस जो मान्छेमा आशा गर्छ। हाम्रो आशा भरोसा मानिसमा परमेश्वर। जब परमेश्वरमा आशा गर्छौँ, परमेश्वरमा भरोसा गर्छौँ, जब परमेश्वरमा सहनशीलता हुन्छौँ, धैर्यता गर्छौँ, जब पिताले दिएको आज्ञालाई पालना गर्छौँ, तब परमेश्वरले खोलाको किनारको हरियाली बिरुवा जस्तो बनाउनुहुन्छ। न कहिले पात झर्छ, न कहिले पात सुक्छ, न कहिले जरा सुकेर आउँछ, न कहिले डाँठ सुक्नु पर्छ। किन भन्दा खोलाको डिलमा छ, पानी जहिले पाइरहेको छ, पानीबाट पाउने पोषणलाई मिलिरहेको छ, अनि सधैँ हरियाली छ। त्यस्तै हामी नै परमेश्वरको पासमा छौँ, परमेश्वर हाम्रो पासमा हुनुहुन्छ, हाम्रो साथमा ईश्वर हुनुहुन्छ। अनि जो पाउन पर्ने र मिल्न पर्ने कुरा ईश्वरबाट पाइरहेका छौँ। न कहिले सुक्न पर्यो, न ओइलाउन पर्यो, न झर्न पर्यो, तर सधैँ हरियाली आशिष उद्धार। संसारको मान्छेबाट त्यो आयो, अब ईश्वरले 1000 कदम बढाउँदै हुनुहुन्छ। तर मेरो कोही छैन भन्ने सोच त गर्दै नगर्नु, मेरो त ईश्वर हुनुहुन्छ। हिजो ईश्वर चिन्नुभन्दा अगाडि संसारै मेरो भनेर लाग्दा नि के हासिल गर्यौँ त, के हासिल गर्यौँ? आज उहाँले भन्नुभयो नि माला जप्थेँ म, तर दुःखी थिएँ नि त, कष्ट थियो नि त। आज वचन जप्दा त कष्ट भाग्यो नि त, भागेन? हेर्नु त, मुखबाट वचन बोल्दा त समस्या भाग्यो नि त। आज यस्तो स्थानमा राख्नुहुन्छ परमेश्वर। यो सत्य वचन, सत्य मेरो कोही छैन, सबैभन्दा महानता परमेश्वर मेरो पक्षमा, मेरो साथ, मेरो तर्फ हुनुहुन्छ कि मलाई न्याय दिनु, मलाई सबै तुच्चिएको जीवनबाट उच्च मान्नु भने मलाई केही चिन्ता छ। त्यसैले